ज्योतिषलाई हेरेरै गर्नु भएको हो नि खासै। विवाहको लागि हेर्ने पनि यति 3वटा चिज हो। ग्रह मिल्नु पर्यो, गुण मिल्नु पर्यो, नाडी दोष लाग्नु भयो। अब यो 3वटा चिजमा कुनै चिज नमिलेको छ भने त्यसको लागि सल्युसन गर्न नमिल्यो। 2082 साल कस्तो देख्नु भएको छ गुरुले? 2082 सालमा राजा रानी फुल माला लाएर दरबार तपाईले कहिल्यै सोध्नु भएको छ किन अर्बौं मानिसहरू अझै पनि ज्योतिष शास्त्रमा विश्वास गर्छन् जबकि यो विज्ञानले प्रमाणित नगरेको कुरा हो? आजको एपिसोडमा हामी खोतल्नेछौं ज्योतिष शास्त्र किन यति प्रभावशाली छ, यसको पछाडि मनोविज्ञान के छ र विज्ञानको नजरमा यो किन भ्रम हो। ज्योतिष शास्त्र, राशिफल, जन्मकुण्डली, ग्रह नक्षत्रको गणना यी सबै कुरा हामीलाई गहिरो अर्थ दिने कुरा जस्तो लाग्छ। तर के साँच्चै यिनीहरू हाम्रो भविष्य निर्धारण गर्छन्? के हाम्रो मस्तिष्कले हामीलाई यस्तै लाग्न बाध्य बनाएको हो? सेगमेन्ट 1, कति मानिस विश्वास गर्छन्? संयुक्त राज्य अमेरिकामा झन्डै 25-30% मानिस ज्योतिष शास्त्रमा विश्वास गर्छन्। भारत र नेपाल जस्ता देशमा यो परम्परा र संस्कृतिको हिस्सा बनेको छ। 70% भन्दा धेरै मानिसहरूले नियमित रूपमा ज्योतिषी सल्लाह लिन्छन्। विश्वभर करिब 1 अर्ब भन्दा बढी मानिसहरू कुनै न कुनै रूपमा ज्योतिष शास्त्रको प्रभावमा छन्। सेगमेन्ट 2, किन विश्वास गर्छौं? हाम्रो दिमागले अनिश्चितता सहन सक्दैन। तनाव, डर र अस्पष्ट भविष्यको सामना गर्दा ज्योतिष शास्त्रले सान्त्वना दिन्छ। सब ठीक हुन्छ, तपाईको भाग्य बदलिन्छ, यी वाक्यले हामीलाई आश्वस्त बनाउँछन्। यसलाई मनोविज्ञानमा बर्नम इफेक्ट भनिन्छ, जहाँ सामान्य र अस्पष्ट कुरा पनि हाम्रो लागि ठ्याक्कै मिल्ने जस्तो लाग्छ। यो विश्वास हाम्रो स्मृति प्रणालीसँग पनि जोडिएको छ। हामी ठीक भविष्यवाणी सम्झन्छौं, गल्तीहरू बिर्सन्छौं। सेगमेन्ट 3, विज्ञान के भन्छ? विज्ञानको नजरमा ज्योतिष शास्त्रको प्रमाण लगभग 0 छ। नोबेल पुरस्कार विजेता डा वेंकटरामन रामकृष्णन भन्छन्, ज्योतिष शास्त्र विज्ञान होइन, भ्रम हो। ट्विन स्टडीहरूले देखाउँछन् एकै समयमा जन्मिएका जुम्ल्याहा बालबालिकाको जीवन एक अर्कासँग मिल्दैन। यदि ग्रहहरूको गुरुत्वाकर्षणले हाम्रो भविष्य निर्धारण गर्ने हो भने अस्पतालको छेउमा पार्क गरिएको ट्रकको तौलको असर पनि सोच्नुपर्छ, जो वैज्ञानिक दृष्टिले नहुन सक्छ। सेगमेन्ट 4, ठगी र भ्रम। धेरै ज्योतिषीहरूले भविष्यवाणी गर्ने नाममा पैसा उठाउँछन् तर आफैले शेयर बजारमा लगानी गर्दैनन्। किनकि भविष्य थाहा भएको भए तिनीहरू अरबपति भइसक्थे। भारतका श्याम मानवले धेरै नक्कली ज्योतिषीहरूको पर्दाफास गरेका छन्, जसले गुप्त स्रोतबाट ग्राहकको जानकारी निकालेर सही भविष्यवाणी जस्तो देखाउँछन्। सेगमेन्ट 5, निष्कर्ष, साँचो मुक्तिको बाटो। ज्योतिष शास्त्र हाम्रो भावना, डर र सामाजिक चाहनामा खेल्ने साधन हो। तर भावना तथ्य होइन। हामी विज्ञान, तर्क र वास्तविक ज्ञानमा आधारित भएर जीवनको निर्णय लिन सक्नेछौँ। त्यसैले भ्रम होइन, बुद्धि रोजौं। अन्धविश्वास होइन, विज्ञान रोजौं। साथीको यस्तो रहन्छ त आउनुहोस् आजका हामी यस भिडियोमा तपाईको 7th हाउसको आधारमा तपाईको जीवन साथीको यस्तो रहन्छ भनेर जान्नेछौँ।